हेलो गाइज, वेलकम टु digo.com। आज म तपाईहरुलाई digo.com को इन्फ्लुएन्सर कसरी बन्न सक्नुहुन्छ, हाउ टु बिकम अ इन्फ्लुएन्सर। त्यसको लागि सबभन्दा पहिले गुगलमा गएर digo.com खोल्नु पर्ने हुन्छ। digo.com खोलिसकेपछि स्क्रोल गरेर सबभन्दा तल जानु होला। तलमा तपाई हेर्न सक्नुहुन्छ बिकम अ इन्फ्लुएन्सर भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यसमा तपाईले आफ्नो मोबाइल नम्बर हाल्नु पर्ने हुन्छ। त्यसमा नम्बर दिनु होला र जोइन द प्रोग्राममा क्लिक गर्नु होला। त्यसपछि क्रिएट इन्फ्लुएन्सर अकाउन्ट भन्ने इन्टरफेस खुल्छ। त्यसमा तपाई आफ्नो युजर नेम र पासवर्ड राख्नु पर्ने हुन्छ। त्यो राखिसकेपछि कन्टिन्यूमा क्लिक गर्नु होला। कन्टिन्यूमा क्लिक गरिसकेपछि इन्फ्लुएन्सर रजिस्ट्रेसन फर्म भर्नुपर्ने हुन्छ। फर्स्ट फर्ममा तपाईले आफ्नो नाम, ठेगाना, इमेल आइडी, पासपोर्ट साइज फोटो र तपाईको नागरिकताको फोटो हाल्नुपर्ने हुन्छ र त्यसपछि कन्टिन्यूमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको अगाडि सेकेन्ड फर्म खुल्छ। त्यसमा तपाईले आफ्नो सोशल मिडियामा रहेको एकाउन्टको नामहरू हाल्नु पर्ने हुन्छ। त्यसमा टिकटक, इन्स्टाग्राम, युट्युब, फेसबुक र वेबसाइट जस्तो प्लेटफर्महरू छन्। त्यो हालिसकेपछि कन्टिन्यूमा क्लिक गर्नु होला र थर्ड फर्म भर्नु होला, जसमा तपाईले आफ्नो ब्याङ्कको नाम, तपाईको आफ्नो नाम, ब्याङ्क एकाउन्ट नम्बर र कन्फर्म गर्नको लागि एकपल्ट ब्याङ्क एकाउन्ट नम्बर फेरि हाल्नु पर्ने हुन्छ र त्यसपछि आफ्नो प्यान नम्बर हाल्नु होला र कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि लास्ट फर्म आउनेछ, जसमा तपाईले फेरि आफ्नो नाम हालेर आई एग्रीमा टिक लगाएर सबमिट गर्नु होला। त्यसपछि तपाईको इन्फ्लुएन्सर एकाउन्ट खुल्नेछ। त्यसपछि तपाईको इन्फ्लुएन्सर एकाउन्ट यस्तो हुनेछ, जसमा तपाईले आफ्नो प्रोफाइल हेर्न सक्नुहुनेछ र त्यसलाई एडिट पनि गर्न सक्नुहुनेछ। त्यति गरिसकेपछि अब तपाईले कन्टेन्ट क्रिएट गर्नुपर्ने हुन्छ, जसको लागि रातो कलरमा राखिएको क्रिएट कन्टेन्टमा क्लिक गरी अपलोड इमेजमा क्लिक गर्नु होला र तपाईले लगाएको कपडाको फोटो हाल्नु होला र तल त्यसको बारेमा लेख्नु होला। त्यसपछि साइडमा हेर्नु होला कि ट्याग प्रोडक्ट भन्ने अप्सन छ। त्यसमा तपाईले लगाए जस्तै कपडा वा फुटवेयरहरूको त्यहाँ फोटो सर्च गरेर राख्नु होला र त्यसपछि सबमिटमा क्लिक गर्नु होला। त्यो आफै सेभ हुनेछ। र त्यसलाई हेर्नको लागि भ्यू वाला अप्सनमा क्लिक गरेर हेर्न सक्नुहुनेछ। त्यति गरिसकेपछि त्यस कन्टेन्टको लिङ्क तपाईले कपी गरेर आफ्नो भिडियो वा बायोमा हाल्नु होला र त्यसपछि पैसा कमाउनु होला। धन्यवाद।